Birthday ma KKYOTW Sappy Haru. So welcome साथीहरु नमस्कार तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा म चाहिँ यहाँ सन्चै छु अनि तपाईहरु पनि आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। सो आज चाहिँ म धेरै दिन पछाडी चाहिँ म भिडियो गर्न गइरहेको छु। यहाँ अगाडि चाहिँ अब भिडियो बनाउन मन पर्दैन, सो आज चाहिँ यतिकै मन लाग्यो अनि चाहिँ भिडियो बनाउँदै छु। आज चाहिँ हाम्रो भाइको चाहिँ बर्थडे छ, जन्मदिन। सो हामीले चाहिँ उसलाई नभन्ने सरप्राइज केक काट्न आँटिरहेको छौँ। अब के हुन्छ त्यसको हेर्दै गर्नु होला गाइजहरु। म देखाउने छु के कस्तो भयो। अब सो हामीलाई आज चाहिँ ढिलो भइसक्यो, ऊ आउन लागिसक्यो अफिसबाट अनि यहाँ 6 बज्न लागिसक्यो। लगभग उसको 6 बजे छुट्टी भएर छिटै आउने छ। आज ढिलो भयो। सरप्राइज भन्दा नि अब आइसकेपछि सरप्राइज पनि हैन, अब डेन्जरै हुन्छ होला। सरप्राइज पनि अब के देख्छ होला। सो अब के हुन्छ हाम्रो भइहाल्यो बर्थडेमा के हुन्छ, केक कति काट्नेछौँ अनि हामीले म देखाउने छु। सो साथीहरु हेर्दै गर्नु होला। यो त्यस्तो केही छैन, जस्ट केक मात्रै काट्ने हो हामीले चाहिँ। अनि अहिले चाहिँ डेकोरेसन गर्नुपर्ने हुन्छ बेलुनहरु। अब सिम्पल नर्मल डेकोरेसन चाहिँ गर्नुपर्ने छ। बेलुन जस्ट बेलुन फुल्याएर टास्ने। सो अब सरप्राइज चाहिँ भनेको अब तर भाइ चाहिँ आइपुग्न लाग्यो, त्यसले अब लाइक भिड छ नि होला, आइपुग्छ होला। हामीले केक नकाटी डेकोरेसन नगरी त्यस्तो बोल्दा प्रोनाउन्सिएसन पनि मिस्टेक हुन्छ गाइजहरु, त्यसमा चाहिँ माफ गरिदिनु होला। सो अब यहाँ के हुन्छ। अब अहिले चाहिँ फाइनली सो साथीहरु हामी चाहिँ यहाँ बेलुन यति छ। यो बेलुन चाहिँ हामीले फुलाएर माथि सजाउनु पर्ने हुन्छ। अब हेर्दै गर्नु के हुन्छ। सो साथीहरु सो अब हामी बेलुन फुलाउँदैछौँ गाइजहरु। हजुर जसलाई सरप्राइज गर्नु भनेको थियो उही मान्छे चाहिँ आउँदैछ अरे। अब उसको रियाक्सन के हुनुहुन्छ होला हेर्दै गर्नु है। हामी देखाउँछौँ। आयो भन्दैछ, आइसक्नु भयो रे। आइसक्नु भयो। अब हामीलाई चाहिँ बेलुनै के भयो त्यतिर यहाँ चाहिँ मेरो ह्यान्डसम, धेरै ह्यान्डसम राजा मेरो भाइ छ है। कसैलाई मन पर्यो भने चाहिँ प्लिज प्रपोज गर्नु होला, म मिलाइदिने काम गर्छु। ऊ आइसक्यो, भाइ आइसक्यो गाइजहरु। उसको रियाक्सन के हुन्छ। बेलुन ह्यापी बर्थडे टु माई ब्रदर। बेलुन अब उसको रियाक्सन के छ गाइज। उसलाई चाहिँ यस्तो मन पर्दैन क्या। हामीलाई चाहिँ आज डेन्जर गाली खानेछौँ। आउँदैन त बाहिरबाट यस्तो देखाएको कति गाह्रो छ साथीहरु। आयो सब्स्क्राइब गरिदिनु भन्न भाइ। प्लिज सब्स्क्राइब आवर च्यानल। मया च्यानलमा स्वागत छ तपाईहरुलाई भन्नु। जो चाहिँ मेमोरीको लागि भिडियो बनाउनु छ, थोरै क्याप्चर गर्नुपर्ने। यस्तो चाहिँ पुग्दैन मेरो फोनको त। कति भयो बेलुन कसरी फुलाउने बेलुन भन्दा चाहिँ टक्क यस्तो यो सिक्नु पर्छ गाइजहरु। बेलुनलाई चाहिँ यस्तो गर्ने। यो चाहिँ आउँदैछ है ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु डियर ब्रदर, ह्यापी बर्थडे टु यु, मे गॉड ब्लेस यु। उ आयो है अब हाम्रो क्युटी भाइ दिदी चाहिँ यहाँ छिन्। उसले गर्दा चाहिँ आज ढिलो भएको। खासमा चाहिँ उसलाई थाहा नपाइने हामीले चाहिँ सरप्राइज केक काटिदिएका थियौँ, तर जस्तो आइहाल्यो। अब के गर्नु गाइजहरु। अब यति भयो भने इन्जोय गर्नुपर्छ, गर्नुपर्ने हुन्छ। मेरो बिग सिस्टर एन्ड अल्सो माई के भन्छ बिग ब्रदर हो। इङ्ग्लिस पनि आउँदैन क्या, सो अलिअलि सिकाउने बेला भयो गाइजहरु। अनि यहाँ चाहिँ मेरो छोटा भाइ छ। के भन्नु यसको बारेमा त तपाईहरुलाई पछि म भिडियो बनाउँदै गयो भने म देखाउने छु कस्तो लागेको छ मेरो ब्रदर। अब एकछिनमा केक काटिन्छ। कस्तो म त डर लागिरहेको थियो। यसमा डमडुम के पड्काइन्छ। थोरै म क्याप्चर गर्ने छु गाइजहरु। अब सो हामीले चाहिँ अब बेलुनहरु फुलाउनु पर्ने हुन्छ। रात पनि परिसक्यो। अब सरप्राइज गरिदिने भनेको मान्छे नै यहाँ आइसक्यो। अब के गर्नु र खोइ अब के रमाइलो भएर। सो
अब हामी दुईजना चाहिँ दिदीभाइ चाहिँ बेलुन फुलाउने छौँ गाइसहरू हेर्दै गर्नु होला। अब एकछिनमा देखाउने छु। अहिले चाहिँ ढिलो भइसक्यो वेलकम ब्याक साथीहरू। अनि अहिले चाहिँ हामीले फुल डेकोरेसन गर्छौँ नर्मल तरिकाले। सो अनि यहाँ एक दुईजना दिदी भाउजूहरू कोलाई चाहिँ बोलाउनु भएको रहेछ इन्भाइटेसन दादाहरूलाई। सो अनि उहाँहरू चाहिँ आउनु भएको छैन। यहाँ आउनु भएपछि हामी चाहिँ फाइनल केक काट्ने छौँ। अनि तपाईँहरू देख्न एउटा बेलुन त भाउजूको रहेछ दुई प्याकेट हामीले त किन भाउजूको चाहिँ किन ल म पैसा दिन्छु। सो हाम्रो डेकोरेसन चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू हेर्नुहोस्। अनि हामीले चाहिँ त्यस्तो राम्रो गर्न पाएनौँ हतार हतार भयो। अनि यहाँ चाहिँ मेरो छोरी अनि ब्याक साइडमा अर्की पनि छ कस्तो दिक्क लाउँछ तर के गर्नु दिक्क लाग्यो नि मलाई चाहिँ माया लाग्छ गर्नु पऱ्यो गाइजहरू। अनि यस्तो देख्न लाग्नु त कसरी यो साह्रै राम्रो छैन तर ठिक ठिकै जस्ट अब थोरै थोरै सानो सानो उयोहरू चाहिँ मैले भिडियोहरू चाहिँ क्याप्चर गर्ने कोसिस गर्दैछु। अनि यसो दिदी भाउजूहरू आउनु भएपछि चाहिँ हामीले केक काट्नेछौँ। सो यति गर्नु होला साथीहरू फेरि देखाउनेछु। ह्याप्पी बर्थडे भनिदिनु होला मेरो ह्यान्डसम ब्रदरलाई। उहाँ चाहिँ हाम्रो घरको के एउटा जिउदो सक्लो मुल्खा भए जस्तो हो। घरको सबै एकदम प्यारेन्ट्स जस्तै हो। बाबा पछिको चाहिँ डेन्जर ठुलो मान्छे हो। हामी चाहिँ उहाँसँग चाहिँ डराउनु पर्ने हुन्छ। तर आज के भन्छ यो प्लानले गर्दा उसले चाहिँ हामीलाई गाली गर्छ जस्तो लागेको थियो तर म खुसी छु गाली गरेको छैन। सो अब हामी तिमीहरूले चाहिँ यो मोबाइलले हैन यता सबैतिर देखाउने ल अरे पिन्छ जल्ले भयो नि बर्थडे ओ कस्तो लुकेको न बर्थडे भइ चाहिँ गइसकेको छ के काण्डलाई तिमी चाहिँ के गर्छौ हो गइसकेको छ। ह्याप्पी बर्थडे भाइ छरे ए भाइ चाहिँ हो भाइ लेखेको छ केकमा। सानीहरु छोड न फेरि पनि भन्छ कि ह्याप्पी बर्थडे टु माई ब्रदर। लु साथीहरु हेर्नु यहाँ क्यान्डल भने त नयाँ तरिका चाहिँ यहाँ छ हाम्रो क्यान्डलको। त्यो क्यान्डल त्यसरी बाल्ने हैन नि त क्यान्डल त यहाँ यहाँ सच्चा किरातीहरु हुनुहुँदो रहेछ। मलाई त कलर युज गर्ने दिनु भएन। आन्टीहरु आउनु न कहाँ म त बोलाउने सो साथीहरु एकछिन यसरी रोक्नु है एकछिन मम्मी यो के भन्छ यो दियो बाल्दा त यो सिन्के धुप बाल उयो कलशमा बाल्न मिल्दैन लाइदिनु अर्को फटै ठाउँ यहाँ राख्नु पर्थेन ल अब आलु ल्याउनु पर्छ। ढाका टोपी लाको कति राम्रो स्वाको बल्ले बल्ले ल फाइनली छिटो छिटो लेट भइसक्यौँ हामी। सो साथीहरू हामी ढाका टोपी लाको कति राम्रो साको चराको गुड जस्तै भयो सानो भयो टोपी। सो साथीहरू मम क्यामेरा उयोको त क्यामेरा नि एकदम लोग्ने क्यामेरा रहेछ हो। ओहो ल है ल है ल है उयो पड्काउने कसले हो सबै दिदी आन्टी जसले पड्काउनु भयो नि हुन्छ यो कसले पड्काउनुहुन्छ उयो सबै दिदीले दिएन ल हाम्रो भाइले चाहिँ सेम कान्छा मामा जस्तो देखेको ल हेर हेर कत्रो माया हो हामी चाहिँ छोराछोरी होइन भन्दिनँ म लु लु अनि किन यो क्यान्डल किन नबालेको क्यान्डल पहिला बाल्नुपर्छ क्यान्डल बाल्नु न यो भाइ एकछिन यो किन नबालेको दो बाल्न खोइ अचम्मको कुरा मलाई त केक पनि काटेको छैन। नमस्ते गर भाइ नमस्ते गर्नुपर्छ यता आन्टी यहाँ यता यता तल यसरी बटार्नु पर्छ हो त्यो त
हुन्छ यता मुनि कता बटार्नु पर्छ हौ होइन अस्ति कविताकोमा कसो थियो नानीहरूले थाहा छ उनीहरूले जान्छ क्यान्डल भयो त्यो त्यसरी होइन यहाँ माथिबाट गर्ने हो मम्मी ल भाइ जला न यो Happy birthday to you, Bisme. Happy birthday to you. Happy birthday to you, dear brother. May God bless you. Happy birthday to you. Oh my God, I heart. पत्ता खालको रहेछ नि त नि रहेछ नि एउटा पर्छ सक्यो अब यति नै रहेछ यति नै हो पनि गयो तेरो बात मेरो यहाँ लाख के भयो उयो क्यामेरा उनी के भन्छ हाम्रो बिरामीले खालको चाहिँ टक्सेर जाँदैन के यो पत्ता खालको रहेछ सो अब हाम्रो चाहिँ टीका लाउने कार्यक्रम हुँदैछ गाईचोहरू कसरी बटार्यौ दिदी बटार्नु पर्छ नि त खेतमा होइन म भिडियो बनाउँथेँ मैले बटार्नु पर्छ तल बटार्नु पर्छ हुन्छ अलि लगाउनमा लागेको छ हाम्रो त बर्थडे खोइ केक काटेको बर्थडेमा त केक पो काट्छ त टीका लाएर के लडाउनु भयो मम्मी सक्यो यो सानी भन्दै अझै पड्किन्छ होला हौ दुईजना मिली खेल्ने त्यो क्यान्डल पिन्छ दादाकोबाट भिडियो गर्यो न राम्रो हेर न फेरि पैसा भयो दादा टन्छु अवस्था दिदी दिदी यता हो न त मेरो दिदी बुढा छोकी अङ्कलमा एउटा लिम्बूले पुरै यहाँ नवीन पुल कहाँ छ दिदीलाई देखाएको मिलन पोखरी नरेन्द्र लिम्बू होइन सिके दाइको कसै हजुर हजुर आन्टीले पनि हेर्नु मान्छे पनि यहाँ थिएर सानीले त पर्दैन हौ सानो पर्ने Oh my God! मसँग त बेटाले के अरे गरीब मान्छेमा केही दिन सक्दैन भेनाल देखाइदेऊ राम्रो अहिले त्यता होइन यता उता अगाडिबाट यहाँ जेठो सालको बर्थडे है भिनाजु नमस्कार पिज्जा राम्रोसँगले बनाउनु भिनाजु ओहो सेफ सर सेफ मार्गारिटा पिज्जा पास गरिदिनु न
कान्छीको पालो खोइ हो ए तैले त पैसा दिनु यहाँ टिका लगाइदिनु केक चाहिँ किन नकाटेको आउँदैन आउन चाहिँ मलाई के गर्ने हो त केक काट्नु न बहिनीले किन केक नकाटेको अघि चाहिँ काटेर मन लगाउन पाउँदैन ए म त खान्न मलाई भयो बर्थडे नै नगर्ने जान्न दुईचोटी लाउनु पर्छ बुनु दुईचोटी लाउनु पर्छ मैले त 20 दुईचोटी लाउनु भनेको कति चाहिँ हो खोइ केक काट्नु नि जान्नै भएन भिडियो बनाउनु छुरी चाहिँ पहिला के भयो आर्या काटेर खुवाइदेऊ अलिकति भाइले पहिला केक काट्छ अनि तिमीले काटेर खुवाइदेऊ न अलिकति डबल ह्यापी बर्थडे कसले यो समय देउने एउटा Happy birthday to you. म त खान्न हौ नानी अलिकति खास त गर्नु पर्छ यस्तो मात्रै टिका पो लाउनु पर्छ सुरुमा मैले त टिका लगाइदिनु छु म त यत्रो डल्लो बोकेको लु भयो अब लगाऊ के सीता आन्टी टिका लाउने लगाऊ न तिमीले पनि अब म त खान्छु यत्रो डल्लो पाइहाले तँ पनि खान्छस् लु के खानु आउनु त उ आन्टीले टिका लगाइदिनु हैन मार्गरी त टिका त निरोगी हुनु सबैभन्दा स्वास्थ्य ठुलो हैन सम्पत्ति भन्दा पनि प्यारी आन्टीले टिका लगाइदिन्छ निरोगी हुनु हाम्रो प्यारी आन्टीले उत्तर प्रगतिको कामना राम्रो भएर जानु के भन्नु र अब थ्यांक यू पैसा त यहाँनिर अब थोरै ल्याएको छैन ए पादिनु छ आन्टी फोटो खिच्दिनु नि मजाले भिडियोमा आइरहेछ दादा यो दियो थन्काउने ढोलले चाहिँ म यो म त के भनेको भन्छु नि मै बस्छु केक दे न त दिदीलाई त केक दिदीले छ भने कान्छाको चाहिँ ए यहाँबाट खै बत्तीमा उब्रेको थियो हौ अघि के किनेर हो सानो नानीलाई ल बाबा आमाले दिनु हो त दुईटा खानु पर्छ नमस्ते अब म आउँछु ल टिका दाजुले साथीहरू अहिले टिका लाउने कार्यक्रम पनि सकिसकेको छ अनि त्यसरी भिडियो पनि मैले लिएर गर्दैछु आज त यति नै फेरि अर्को नयाँ भिडियोमा भेटौँला साथीहरू बाई बाई साथीहरू सुस्त रहनु